चाहिँ नगरपालिकाले उठाउँछ। त्यो चाहिँ लगभग 5%, 6%, 7%को हिसाबको दरले भयो होइन। अनि तपाईँको यहाँको त्यो व्यवसायहरूले चाहिँ 100% गर्दाखेरि त्यो कति करोड कति अरबमा पुग्छ होला त्यो पैसा, त्यो कसैले अनुमान गरेछ? अनि त्यो व्यवसायीहरूले चाहिँ त्यो पैसा मात्रै नाफा मात्रै कमाउने हिसाबले गर्न पाइने हो यो व्यवसाय? तिनीहरूको चाहिँ यो गाउँप्रति यो क्षेत्रप्रति केही दायित्व हुन्छ कि हुँदैन, त्यही मात्रै सोध्न चाहन्छु म। अरू चलाए छैन पनि ठेक्का पनि लागेको छैन, एउटा त्यो कुरा पाउँछ मेरो पालो सदस्य। दोस्रो कुरा चाहिँ के भने अहिले यो सार्वजनिक सुनाइ गरेको प्राविधिकहरू आएको जिल्ला सम्बन्धी अधिकारी सर पनि यहाँ आउनुभएको कारण चाहिँ खोलो ठेक्कामा लाउने कि नलाउने भनेर आउनुभएको होइन। के गर्न खोजेको भने पोहोर साल खोलाले धेरै ठुलो क्षति गर्यो, अनि खोलाको त्यो हामी खोलाको त्यो बिचको भाग ग्राभेलले अग्लो भयो भन्नुहुन्छ नि तपाईँहरू, त्यसलाई चाहिँ त्यो बेड लेभल भन्नु रहेछ क्या बिचको भागलाई। त्यो लेभल खनेर गइराइदिनुहोस् भनेर धेरै मान्छे जानुभयो। त्यसै मेसिन हालेर खुरु खोलाको बिचको भाग गइरहन पाइँदैन। यो आइई गर्नुपर्छ। यो आइई गर्दाखेरि कन्सल्टेन्टले प्राविधिकले गर्नु पऱ्यो, प्राविधिक राय दिनु पऱ्यो। कुन ठाउँमा गइरहन हुन्छ, कुन ठाउँमा गइरहन हुँदैन, कुन ठाउँमा गइरहेको सामान कतातिर राख्नुपर्छ, कुन ठाउँको बेच्न पाइन्छ, कुन ठाउँको बेच्न पाइँदैन भन्ने कुरा समेत त्यो प्रतिवेदनमा आउँछ। त्यही भएर खोलोको बिचको भाग गइरहन, खोला व्यवस्थापन गर्न, छेउछाउको जग्गा घर बचाउन पनि यो काम नगरी नभएर हो। दोस्रो कुरा चाहिँ आजको उद्देश्य चाहिँ म पनि खोला ठेक्का लाउनुपर्छ, ढुङ्गा केटी चलाउनुपर्छ भन्ने लाग्दैन मलाई। यत्रो क्षति भएको छ, घर उत्रनै परेको छ नि मान्छेका। खोला ठेक्का लाएर घर उत्रनै पार्दै गएर मान्छे कहाँ गएर बस्ने भन्ने मान्छे त हो नि हामी त। त्यही भएर यो वर्ष खोलो ठेक्का पनि लाग्दैन। अहिले खोलो ठेक्का लाउन भ्याइने पनि होइन। मात्रै बर्खामा ठुलो भेलबाढी आउँदा कुन ठाउँमा गइरहन मिल्छ, कुन ठाउँमा मिल्दैन, कुन ठाउँको बेच्न मिल्छ, कुन ठाउँको बेच्न मिल्दैन, प्राविधिकले त्यही कुरा भन्ने हो। कुरा टिपेर कार्यपालिकामा लगेर प्रस्तुत गरिदिन्छ, पुलको काम गर्ने हामी। अब अघि हजुरले मलाई के थप्दै हुनुहुन्थ्यो होइन, तपाईँ एउटा खानी चलाइ आउनुहुन्छ, रातभरि गाडी कति चल्छ, बेलुका 7 बजेदेखि 11, 12, 1 बजीसम्म चल्छ। तपाईँ एउटा खानी चलाइ आउनुहुन्छ, पठाउने गरेको छ त होइन होला राति त। आज एक दिन बस्नु तपाईँहरूको टोली पनि मेरोसँग आउनुहोस्, प्रतिवेदन हेरेर ती छलफल गरौँ के गर्ने, जतिसक्दो फास्ट, जतिसक्दो छिटो। अब यस्तो हुन्छ सर, जब यो सानो गरागोल उठान भने अब यो घरहरू जम्मै जान्छ। अब यस्तो सर यो प्रतिवेदन होइन, लाग्दिन्छ।